अलि बिहान उठ्न अलि ढिलो भयो समथिङ 8:30 भइसकेको छ त्यही गाउँमा कस्तो राम्रो मौसम भएको यस्तो पुरै कुहिरो लाहा गाउँको मौसम चाहिँ लास्ट चिसो म चाहिँ भिडियो बनाउने यहाँ बाहिर आएको अब एकछिन म त भ्यू टावरमा जाने यहाँ भ्यू टावर छ भ्यू टावरमा गएर यसो फोटो खिच्ने भिडियो बनाउने गाउँको बब्बल भ्यू आउँछ सो यहाँ मान्छेहरू चाहिँ उता म चाहिँ यसो भिडियो बनाउने भनेर बाहिर आएको तर केही त्यस्तो खासै देखाएन त्यही हो अब गाउँमा माहौल चाहिँ रमाइलो भइरह हिजो रातिसम्म तास खेल्दै बस्यो समथिङ 4-5 जितेछौँ अनि 2-4 दिनको जुगाड भइसक्यो आज नि खेल्ने होला केटाहरूसँग छेनी भर्खर उठिसकेको भर्खर उठे यस्तो अल्छी भाइ हामी चाहिँ बाख्रा चराउन जानु लाग्यो जङ्गलतिर अब गाउँ आएपछि घाँस काट्न अब घाँस त केटीहरूले काट्छ हामी चाहिँ बाख्रा चराउन जानु लाग्यो हाम्रो यो एउटा गोठालो नम्बर 1 अनि अर्को चाहिँ उता बाख्रा लिएर गइसकेको जस्तो अनि तपाईँहरूलाई जङ्गल पुगेपछि सबै कुरा देखाउँछु के हामीले रमाइलो गर्छौँ जङ्गलमा गाइस यो चाहिँ हाम्रो मेन गोठालो हो कि हाम्रो मेन गोठालो भनेको गाउँको गोठालो थियो हामी चाहिँ अब सहरको त्यही चाउरेहरू गाउँको चाउरे चाहिँ अगाडि छ नवाको जर्सी लगाएर हिँडिरह तर यहाँबाट चाहिँ भ्यू चाहिँ बब्बा लाउँदो रहेछ के उता देखेको गाउँहरू चाहिँ गुम्लै छ अनि यतातिर चाहिँ त्यो सबै यो बढी घर भएकोहरू चाहिँ भिरकोटहरू हो बब्बा छ हाम्रो दुइटा गोठालोहरू अगाडि म चाहिँ पछाडि यो चाहिँ कोदो यो चाहिँ यसको नाम आएन क्या मलाई यो चाहिँ कोदो फुल्यो बारीमा ट्याक्क मिल्दो रहेछ क्या दसैँको बेला हाम्रो गोठालो गाइजहरू सो गाइज हामीलाई चाहिँ यहाँ बाख्रा चराउन झ्याउला आयो अनि बाख्रा चराउन झ्याउला आयो यहाँ मन्दिरमा आएको अब मन्दिरमा बसेर अनि मन भर्यो अब चाहिँ हामी यहाँ माथि भ्यू टावर जानु लाग्यो तर पहिला चाहिँ यस्तो भर्याउँदैन क्या अहिले चाहिँ खत्रै भर्याङ रहेछ सो अहिले भ्यू टावरमा गएर तपाईँलाई म त्यहाँको भ्यू देखाउँछु यो चाहिँ गसलुङको भाइरल भ्यू टावर टन्नै छ म तपाईँलाई त्यहाँ टन्ने मान्छेहरू छ म माथि गएर माथिबाट भ्यू देखाउँछु यहाँबाट चाहिँ यस्तो भ्यू आउँछ गाउँको यस्तो बब्बल भ्यू आउँछ यहाँ चाहिँ पुरै कुहिरोले गर्दा यताको गाउँ देखाएन यता पछाडिको गाउँ देखाएन यहाँ चाहिँ मान्छेहरू दसैँको लागि एलइडी लाइट लगाइरह आज बेलुका बब्बल भ्यू अनि भयो यो लाइट लगाएपछि 200+ घरहरू वाउ हामी चाहिँ त्यहाँ बाख्रा चराउन गएको थियौँ होइन बाख्रा चराएँ बाख्रा चराउनु चाहिँ झ्याउ लाग्यो बाख्रा चराएर फर्केको अनि त्यहाँदेखि भ्यू टावर हेर्न गयौँ भ्यू टावर हेरेर फर्केको अनि त्यो बाहिर बसेको थियौँ बाहिर बस्दै झ्याउ लागेन अब बाहिर घाम लागेन नत्र लुगा धुनु हुन्थ्यो त्यही नि अब भोलि यही नलाउने त्यो भएर यो धुनु परेर अब नुहाउने लुगा धुने त्यसपछि खाना खाने सुत्ने गाइज हामी चाहिँ होइन दिनभरि सुतेरै दिन गयो त्यही भएर अहिले हामी चाहिँ के खाना छौँ हाम्रो सन्तोषी चाहिँ हाम्रो स्पोन्सर हो सन्तोषीले चाहिँ खाँदै खुवाउँछु भनेर लिएर सोयाबिन चिल्ली रे त्यही भएर हामी सोयाबिन चिल्ली खान आएको छौँ थ्याङ्क यू गाइज वी आर नट भ्लगर हाम्रो सोयाबिन चिल्ली चाहिँ भर्खर बनिरहेको छ यो भाइहरू चाहिँ अघिदेखि कुरै छ यो भयो कति भयो 1 घन्टा भयो है 1 घन्टा त भएन 45 मिनट जति भयो होला सो हाम्रो सोयाबिन चिल्ली चाहिँ खानेले आउँदैछ तास खेलेर जितेको पैसाले खाजा खान आएको छ ल देब्रेले ल खै देखाउ यसले त हात मात्र जोस बनाऊ मात्रै अल्टाडा जाऊ अल्टाडा हो ल ल केही छैन ल सन्तोषी दिदीले मिलेकै होइन दाइले फेरि ओभर रेटिङ हान्दे नानी जित्यो ल नानीले जित्छ कि गाइज हाम्रो के सोयाबिन चिल्ली आइसकेको छ कस्तो छ भाइ नानी कस्तो छ मिठो यहाँ चाहिँ झन्डे बोर्जा खेला हामी नि यसो गएर झन्डे बोर्जा खेल्दिनु पर्यो यो पापा छैन
गाइज यहाँ चाहिँ हाम्रो बच्चा बच्चीहरू खाना खाइरहेको छ यहाँ चाहिँ हाम्रो भाउजू सुन्नु है यता चाहिँ क्यारम बोर्ड चलिरहेको मान्छेहरूको आउँछ यिनीहरू यो चाहिँ मेरो खाना गाइज यिनीहरू भाइरल हुने भयो सुदान्त भाइरलै छ पहिलेबाट गाइज यो चाहिँ मेरो खाना खाइरह मैले खाएकोलाई गाइज यहाँ चाहिँ यिनीहरू नाचिरहेको अवस्था ननाच के ननाच ओए बरु यो तिमीहरूको टिचर भन्दा त मैले कतिले सिकाउँछु होला यार मोटे ओए त सिकाएर यिनीहरूलाई नाच्नु जा ओए म सुदानले सिकाउँछु अरे तिमीलाई नाच्न ल ल तिमीहरू नाच ल म भिडियो गरेर दिन्छु अरे हाम्रो नाच्नु पर्यो ओए अलिकति गाना छानो गर्न कपिराइट आउँछ यार नाच्न चल्न लाग्यो म चाहिँ यिनीहरू त मेरो बानर सेना ए फेरि छुट्टै छ कि यता भलकर टिकटकरहरू यता हेरौँ है साथीहरू यो चाहिँ हाम्रो बानर सेना हो कि यिनीहरू चाहिँ अघिदेखि नाच्ने ट्राई गरिरहेको तर कोही नाच्न सकेन कि त्यहाँ डान्सरहरू यिनीहरू त्यस्तै के हेरौँ यिनीहरूको डान्स म्युजिक सुनाउनु हुन्थ्यो फेरि कपिराइट आउँछ कि त्यही भएर लास्ट गाह्रो यिनीहरू चाहिँ होइन हाम्रो भोलि हुने नाटकमा दसैँको कार्यक्रममा नाच्ने त्यो प्रोग्राममा सिके चाहिँ यहाँ रहेछ हामी चाहिँ यहाँ गाउँको होइन बाहिर पानी परिरहेको अनि हामी चाहिँ यहाँ कौसेमा बसिरहेछौँ सो अहिले चाहिँ कसै बस्दा बस्दै केटाहरूले अब भोलि दसैँ छ अनि केटाहरूले यहाँ अब हामीले के सपिङ गरेर भनेर लुगा सुगा प्लान भयो पहिला चाहिँ यो मोहनले देखाउँछ अनि त्यसपछि यो सुमिनले देखाउँछ त्यसपछि सुदानले देखाउँछ हाम्रो सबै यहाँ छ ल अब कसले कस्तो कस्तो सपिङ हानेछ हेरौँ है यसले दसैँको सपिङ के अरे अन्डरवेयर प्यान्टी ल अब पहिला चाहिँ यसले होइन के सपिङ गरेर यसले देखाउँछ ल देखा त यङ फेसन रे आमा जोडा नाइकी ल रातो कलरको अत्र टल्के खाएर तर ल खै माथिको के गइस् टी सर्टहरू या ज्याकेट ल ट्राउजर जगर्स किन खाले अलि स्ट्राइपवाला रहेछ तल ल ल अर्को टी सर्ट आमा ब्ल्याक खै लुगा क्वालिटी बाबा कति पऱ्यो यसलाई बब्बाल छ त मिनु हो कि हो यो मिनु नै हो ल यसको अझै छ आमा यसले चाहिँ खतरै सपिङ हानेको क्या खै खै भोलि लाउने क्या अरे सही छ यार 1 सिटर यसको ओए टोटल कति पऱ्यो तेरो यसलाई सबै सामानले बाब्रे यसले 6000 को सपिङ हाने ल सुदानको पालो है गाइस त्यसको चाहिँ होइन सपिङ भइसक्यो अनि अब यसको चाहिँ है त्यसको चाहिँ 6000 को सपिङ र यसको चाहिँ हेरौँ है सुदानको कतिको रहेछ के आयो आमा गुच्चीको साइड ब्याग ए गुच्चीको त होइन के को यो फायर सक्स यो चाहिँ थाहा छौरीहरूको पहिचान फायर सक्स यसले नि अब फेसनबाटै किनेर रहेछ है ल हेरौँ यसको के छ जुत्ता होला आमा जोरबान हो क्या जोरबान जोर्डान होइन एयर जोर्डान फर्स्ट कपी रे फर्स्ट त होइन होला ल फर्स्ट कपी त पक्न हेर्नु यसको ल हेरौँ अरू के छ क्रिमी टी सर्ट किनेर रहेछ यसले नाइसको उसले मिनोको वो यसको पनि क्वालिटी चाहिँ बब्बाल छ है अब हेरौँ यसले नि सर्ट प्यान्ट किनेर रहेछ ब्यागी कुन चाहिँ गयो ज्याक सही हो भयो आउँदैछ के आउला सक्स अब नाइकीको ल टोटल कति पऱ्यो 7000 आमा 7000
यसको सपिङ चाहिँ यति होइन टोटल 7,000 को सपिङ हानेर अब यसको पालो मैले ल्याएन यसले ल्याएन केही किने होइन म उता चिरमबारी यसको चाहिँ मम्मीले लहरे चिलम्बारीतिर अनि यसको चाहिँ टोटल 7,000 को यो भयो प्याकिङ अब चाहिँ मेरो बारी है गाइज यही हो 816 अनि तिमी गर्दाखेरि कति भयो 1900 मा यो तिमीले यति होइन अनि भोलि जुत्ताको लागि चाहिँ यही 2 साल पुरानो जुत्ता कन्भर्स यही लाउने हो अनि त्यसपछि प्यान्टमा चाहिँ प्याकेट 1.5 साल अगाडि किनेको यो कार्पेन्टर प्यान्ट छ अनि यहीसँग यस्तो रेसअपमा चाहिन्छ यो त्यही हो गाइज मेरो चाहिँ यति हो मेरो टोटल आउटफिटले परेको भनेको 1900 मा म पुरै दसैँ मनाइदिन्छु गाइज होइन हाम्रो चाहिँ यही हो मेरो सपिङ चाहिँ 1900 को अनि मोहनको चाहिँ 6,000 को अनि सुनाले चाहिँ 7,000 को सपिङ हाने हाम्रो चाहिँ यही भएन ड्रेसअप भोलि चाहिँ कसलाई कस्तो कुन लुगाले अब कसलाई कस्तो कस्तो सुहाउँदो रहेछ भनेर भोलि सबैलाई देखाउने हेरेर यो 2जना भयो यसको ड्रेसअप हेर्ने बाँकी छ यसको चाहिँ भोलि हेर्ने अनि कसलाई कस्तो सुहाउँदो रहेछ भनेर भोलि यस्तो भिडियोमा सुट हान्छ अनि तपाईँहरूले हेर्नुपर्छ